आजको यो गहिरो चर्चा सुरु गर्नुभन्दा अगाडि म एउटा सानो कुराबाट सुरु गर्न चाहन्छु। कल्पना गरौँ न, एउटा स्मार्टफोन छ जुन टेबलमा एकदम शान्त अवस्थामा राखिएको छ। हजुर। त्यसको स्क्रिन पुरै बन्द छ। अब बाहिरबाट हेर्दा त त्यहाँ केही पनि भइरहेको छैन जस्तो लाग्छ नि, होइन र? एकदम। बाहिरबाट त फोन पुरै निष्क्रिय देखिन्छ। हो, तर यदि हामीले त्यसको भित्री प्रणाली वा भनौँ अपरेटिङ सिस्टमलाई हेर्ने हो भने ब्याकग्राउन्डमा दर्जनौं एपहरू चलिरहेका हुन्छन्। लोकेसन ट्र्याक भइरहेको हुन्छ, डाटा डाउनलोड भइरहेको हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा ब्याट्री लगातार खर्च भइरहेको हुन्छ। नदेखिने तरिकाले काम भइरहेको हुन्छ। ठ्याक्कै। आजको यो गहिरो चर्चामा हामी यस्तै एउटा अदृश्य तर निरन्तर चलिरहने प्रक्रियाको बारेमा कुरा गर्दैछौँ, जसले खासमा हाम्रो सम्पूर्ण जीवन सञ्चालन गरिरहेको हुन्छ। म यो गहिरो चर्चाको होस्ट हुँ र आज हामीसँग हुनुहुन्छ हाम्रो विशेषज्ञ। धन्यवाद। आज हामीले निकै गम्भीर र रोचक विषयमा छलफल गर्दैछौँ। हो नि। आज हाम्रो मिशन भनेको दुईवटा अत्यन्त शक्तिशाली अडियो स्रोतहरू, विशेष गरी ओशोका प्रवचनका ट्रान्सक्रिप्टहरूमा आधारित छ। यसको मुख्य उद्देश्य भनेको कर्मको यथार्थ के हो, हाम्रा भित्री भावनाहरू वा भनौँ इन्टेन्सनको शक्ति कति विशाल छ भनेर बुझ्नु हो। अनि सँगसँगै किन बाहिरी दुनियाँको दौडधुपमा मात्रै हराउनुभन्दा आफ्नै भित्री साधना गर्नु कैयौं गुणा बढी महत्त्वपूर्ण छ भन्ने कुरा पनि हामी खोतल्नेछौँ। एकदमै ठिक छ। यसलाई अलि खोतलेर हेरौँ है त। जब हामी कर्म शब्द सुन्छौँ, हाम्रो दिमागमा तुरन्तै के आउँछ भने कसैलाई सहयोग गरेको वा कसैलाई हानि पुर्याएको भौतिक काम हो। हामी प्राय कर्मलाई शारीरिक कामसँग मात्र जोडेर हेर्छौँ। तर स्रोतले एउटा निकै गहिरो र अलिकति डरलाग्दो सत्य अगाडि सारेको छ। हामीले बाहिर केही नगर्दा, अर्थात् अघिको स्मार्टफोन जस्तै शान्त बसेर पनि यदि हाम्रो मनमा कसैप्रति तीव्र डाहा, क्रोध वा स्वार्थ चलिरहेको छ भने त्यो ब्याकग्राउन्ड डेटा जस्तै निरन्तर रेकर्ड भइरहेको हुन्छ रे। साँच्चै भन्नुपर्दा यहाँ बुझ्नै पर्ने सबैभन्दा आधारभूत कुरा नै त्यही हो। कार्य आफैमा निर्जीव हुन्छ क्या। निर्जीव भनेपछि काम आफैमा केही होइन? एउटा भौतिक काममा तबसम्म ज्यान भरिँदैन जबसम्म त्यसमा हाम्रो भाव अर्थात् भित्री मनोसाय जोडिँदैन। ओशोको ट्रान्सक्रिप्टले यसलाई एकदमै सूक्ष्म रूपमा व्याख्या गरेको छ। भनेको एउटै काम गर्दा पनि मानिसहरू अनुसार फरक परिणाम आउँछ? ठ्याक्कै। एउटै काम दुई फरक व्यक्तिले गर्दा त्यसको परिणाम आकाश जमिन फरक हुन सक्छ। एउटा उदाहरण लिऊ न। दुईजना मानिसले समाजसेवा गरिरहेका छन् वा कसैलाई दान दिइरहेका छन्। बाहिरबाट हेर्दा त दुवैको काम महान देखिन्छ। हजुर, बाहिरबाट त दुवैले राम्रै गरिरहेका छन् नि। तर हेर्नुहोस्, पहिलो व्यक्तिको भित्री भावमा मैले दान दिए भने मेरो नाम हुन्छ, मेरो प्रशंसा हुन्छ भन्ने अहङ्कार लुकेको छ भने दोस्रो व्यक्तिको भावमा चाहिँ उसलाई खाँचो छ, त्यसैले मैले आफ्नो कर्तव्य पूरा गरेँ भन्ने निस्वार्थ प्रेम छ। भाव पुरै फरक भयो। ओहो, ब्रह्माण्डको नियमले त्यो बाहिरी कार्य अर्थात् त्यो दानलाई हेर्दैन। उसले त त्यो कार्य पछाडिको रसायनलाई, त्यो भित्री भावलाई पो रेकर्ड गर्छ। क्रोध वा अहङ्कारबाट गरिएको राम्रो कामले पनि अन्ततः भित्रभित्री असन्तुष्टि र दुःख नै जन्माउँछ, किनकि त्यसको जग नै दूषित छ। ओहो, यसको अर्थ त हामीले दुनियाँलाई ढाट्न सक्छौँ तर आफ्नै अपरेटिङ सिस्टमलाई ढाट्न सक्दैनौँ। एकदम सही भन्नुभयो। र यसलाई अझ गहिरोसँग बुझ्न स्रोतमा दिएको बिउको उदाहरण निकै सान्दर्भिक छ। बिउको उदाहरण कस्तो खालको? हामीले गरेको हरेक भावपूर्ण कर्म एउटा बिउ जस्तै हो। जब हामी माटोमा बिउ रोप्छौँ त्यो भोलिपल्टै उम्रिँदैन नि, होइन र? समय त लागिहाल्छ नि। वास्तवमा सुरुका केही दिन त त्यो बिउ माटोभित्र कुहिएर नष्ट भएको जस्तो देखिन्छ। त्यो अन्धकारमा त्यो माटोभित्र उसले आफूलाई पुरै मेट्छ अनि मात्र त्यहाँबाट नयाँ पालुवा निस्कन्छ। भनेपछि यसको लागि मलजल र धैर्य दुवै चाहियो। हो नि, सबैभन्दा ठूलो कुरा धैर्य नै चाहिन्छ। तर हाम्रो मानवीय स्वभाव कस्तो छ भने हामी आज एउटा राम्रो काम गर्छौं अनि भोलिपल्टै त्यसको फल खोज्न थाल्छौं। अनि फल नदेखेपछि हताश हुन्छौं, होइन त? ठ्याक्कै। हामीलाई लाग्छ राम्रो काम गर्नुको कुनै अर्थ छैन अनि हामी त्यो भर्खरै रोपेको बिउलाई उखेलेर फालिदिन्छौं। तर प्रकृतिको नियमअनुसार ऊर्जा कहिल्यै खेर जाँदैन, त्यो ब्रह्माण्डमा सञ्चित भएर बस्छ। ढिलो आउने फलले जरा एकदमै गहिरो बनाएको हुन्छ। यो बिउ हुर्किने प्रक्रिया सुन्दा जति सुन्दर लाग्छ नि, यसले मलाई एउटा निकै ठूलो विरोधाभासतर्फ पनि धकेलिरहेको छ। कस्तो विरोधाभास?
म यसलाई अर्कै कोणबाट हेर्दैछु के। हामीले यो राम्रो कर्मको फल ढिलो आउँछ भन्ने कुरा त सैद्धान्तिक रूपमा बुझ्यौं, तर यदि कर्मको नियम यति धेरै न्यायपूर्ण र सटीक छ भने हाम्रो वास्तविक समाजमा किन ठ्याक्कै उल्टो दृश्य देखिन्छ? भनेको तपाईँले व्यावहारिक जीवनको कुरा गर्दै हुनुहुन्छ? अनि जो मानिस इमान्दार छ, जसले अरूको भलो चिताएको छ, ऊ सधैँ आर्थिक वा मानसिक रूपमा सङ्घर्ष गरिरहेको, रोइरहेको देखिन्छ। अर्कोतर्फ जो मानिस अरूलाई कुल्चेर अगाडि बढेको छ, जसले भ्रष्टाचार वा बेइमानी गरेको छ, उसको जीवनमा त चारैतिर सुख सुविधा मात्रै देखिन्छ नि त। यो एकदमै स्वाभाविक र धेरै मानिसहरूको मनमा उठ्ने आक्रोश हो। अनि यहाँनिर मलाई स्रोतको कुरामा अलिकति असहमति पनि जनाउन मन लाग्यो कि यदि कसैले निरन्तर अन्याय गर्छ, धोका दिन्छ भने के हामीले यो मेरो पुरानो कर्मको फल होला भनेर चुपचाप सहेर बस्नुपर्छ त? के यो त आफूमाथि भएको शोषणलाई सही ठहराउने र मानिसलाई कायर बनाउने सिद्धान्त भएन र? हेर्नुहोस्, जब हामी आफ्नै आँखा अगाडि अन्यायले जितेको देख्छौं, तब कर्मको सिद्धान्त एउटा झुटो सान्त्वना जस्तो लाग्नु एकदमै सामान्य हो। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। स्रोतले यसको पछाडि लुकेको मेकानिजम वा भनौँ कार्यप्रणालीलाई निकै तार्किक रूपमा खुलाएको छ। कसरी खुलाएको छ त? पहिलो कुरा, जो मानिस आज बेइमानी गरेर पनि खुसी र सम्पन्न देखिन्छ, ब्रह्माण्डले उसलाई बेइमानीको पुरस्कार दिएको पटक्कै होइन। अनि के हो त त्यो? उसले वास्तवमा आफ्नो विगतको कुनै असल कर्मको सञ्चित खाता अर्थात् ब्यालेन्स पो खर्च गरिरहेको छ। जसरी मानौ एउटा मानिससँग ब्याङ्कमा करोडौं रुपैयाँ छ भने उसले आज काम नगरे पनि मजमस्ती गर्न सक्छ नि। ब्यालेन्स रहन्जेल त मज्जा भयो। हो, तर खाता रित्तिएपछि उसको पतन निश्चित छ। बेइमानी गर्ने मानिसले आफ्नो राम्रो कर्मको खाता रित्याउँदैछ र सँगसँगै विषालु बिउहरू रोपिरहेको छ। जब त्यो पुरानो ब्यालेन्स सकिन्छ, तब सुरु हुने पतन यति भयानक हुन्छ कि उसले सम्हाल्ने मौका समेत पाउँदैन। भनेपछि त्यो तत्काल देखिएको सफलता एउटा भ्रम मात्र हो, जसले उसलाई झन् ठूलो खाडलतिर धकेलिरहेको छ। तर मैले अघि सोधेको कुरा अन्याय सहने विषयमा नि के हामीले प्रतिकार नै गर्नु हुँदैन त? यहाँनेर स्रोतले अन्याय सहनुपर्छ भनेर कतै पनि भनेको छैन। यसले सचेत प्रतिकार र अन्धो प्रतिशोध बीचको अत्यन्तै झिनो तर महत्त्वपूर्ण रेखालाई प्रष्ट पारेको छ। सचेत प्रतिकार भनेको आफ्नो रक्षा गर्नु। एकदम। यदि कसैले आक्रमण गर्छ भने आफ्नो रक्षा गर्नु हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो। तर समस्या त्यति बेला सुरु हुन्छ जब हामी बदला लिने भावनाले, क्रोधले र घृणाले अन्धो भएर प्रतिक्रिया जनाउँछौं। रिसको झोकमा गरिएको काम हो। मनोविज्ञान र अध्यात्म दुवैले के भन्छन् भने हामी जसलाई निरन्तर घृणा गर्छौं र जसलाई जसरी पनि सिद्ध्याउँछु भनेर लागि पर्छौं, हाम्रो दिमागको तारहरू त्यसरी नै जोडिन थाल्छन्। अन्ततः हामी त्यही मानिस बन्न पुग्छौं जसलाई हामीले सुरुमा घृणा गरेका थियौं। ओहो, यो त साँच्चै गहिरो कुरा भयो। आफू पनि त्यस्तै बनिने डर। प्रतिशोधको भावनाले अर्को व्यक्तिलाई भन्दा पहिले हाम्रो आफ्नै शान्ति र हाम्रो आफ्नै कर्मलाई दूषित बनाइदिन्छ। ब्रह्माण्डले हामीले बाहिरबाट के मागेका छौं वा के दाबी गरेका छौं भनेर हेर्दैन। यसले त हाम्रो भित्री क्षमता र हामी के कुराको योग्य छौं त्यही मात्र दिन्छ। यसलाई सुन्दा त यस्तो लाग्छ कि जीवनमा आउने दुःख र धोकाहरू केवल कसैले दिएको पीडा मात्र होइनन्। ती पटक्कै सजाय होइनन्। तिरिएर हेर्ने हो भने ती दुःख र धोकाहरू अत्यन्तै कठोर शिक्षक हुन्, जसले हाम्रो योग्यता बढाइरहेका हुन्छन्। स्रोतले एउटा असाध्यै सुन्दर कुरा उल्याएको छ। दुःखमा मानिसले आफ्नो धैर्य गुमाउनु हुँदैन र सुखमा आफ्नो विनम्रता। सुखमा विनम्रता, यो एकदम महत्त्वपूर्ण छ। हो नि। यदि सुख पाउने बित्तिकै मानिसमा अहङ्कार पलायो भने त्यो सुख नै उसको पतनको सबभन्दा ठूलो हतियार बन्छ। त्यसैले कर्मले हामीलाई कुनै पनि ठूलो फल दिनुभन्दा अगाडि थुप्रै दुःख र सङ्घर्षहरू दिएर त्यसलाई थाम्न सक्ने योग्य बनाउँछ। भनेको मान्छे तयार हुनु पर्यो पहिला। एकदम। मानव कसैले चिट्ठामा करोडौं रुपैयाँ जित्यो। उसले त्यो पैसा कमाउन न कुनै सिप सिकेको छ, न कुनै सङ्घर्ष गरेको छ। हामीले प्राय देखेका छौं नि, त्यस्ता मानिसहरू केही वर्षमै पहिलेभन्दा झन गरिब र दुखी अवस्थामा पुग्छन्। त्यो त धेरै सुनिन्छ।
किनभने बिना सिकाइ र बिना आन्तरिक वृद्धि पाएको फल कहिल्यै वरदान हुँदैन। त्यो यति ठूलो बोझ भन्छ जसले मानिसलाई थिचेर मार्छ। यही बिन्दुले मलाई आजको छलफलको अर्को चरणतर्फ लैजाँदैछ, जुन हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको छ। एकातिर ब्रह्माण्डको यस्तो विशाल नियम छ जहाँ हामीले आफैलाई सुधार्नुपर्ने, भित्रैदेखि योग्य बनाउनु पर्ने कुरा छ। ओशोको दर्शन अनुसार पनि कर्म भनेको अरूलाई बदल्ने होइन, आफैलाई बदल्ने र आफ्ना हरेक विचारप्रति साक्षी वा सचेत रहने प्रक्रिया हो नि। हजुर, आफैमाथि काम गर्ने कुरा। तर यहाँनेर कुरा साँच्चै रोचक बन्छ के जब हामी हाम्रो आधुनिक जागिरे जीवनको यथार्थलाई